घुम्न जानलाई पानी परेर सबै मान्छे भागेछ हाइदेमा यो भिडियो बनाउनु जस्तो लाग्छ यस्तो देखेर बनाएर हाम्रो ट्रेन आयो अब हामी घुम्न जानलाई सोया आज हामी कहाँ घुम्न आएको अरे ग्रिनविच पार्क आएको हो ल आज मजाले घुम्नुपर्छ है पानीले वेलकम गरिहाल्यो अघि पानीले वेलकम गर्यो आज हामी देमा छोरीको भिजिट फेरि हुँदैछ आज सेकेन्ड भिजिट अस्ति फर्स्ट होइन होइन यो त थर्ड भिजिट होला त थर्ड हाम्रो थर्ड भिजिट हो फर्स्ट भिजिट चाहिँ लन्डन गयौँ अनि सेकेन्ड भिजिट फोक्सटन गयौँ आज चाहिँ हाम्रो थर्ड भिजिट हुँदैछ यस्तो छ हाम्रो पार्क यो रुखको कस्तो राम्रो हो चराहरू नै चराहरू पानी चाहिँ अलिअलि पर्दैछ सिमसिम पानी पर्दैछ आज वेदर चाहिँ अलिकति बिहान मात्रै पानी पर्ने थियो तर दिउँसो चाहिँ पानी पर्ने देखाएको थिएन तर दिउँसो पनि पानी परेर चाहिँ अलिकति डिस्टर्ब गर्ला जस्तो छ हामीलाई तर त्यो फुलमा चाहिँ मान्छे छैन रहेछ एकदम राम्रो भयो पानी परेर सबै मान्छे भागेछ हाइदेमा Surprise, Marusil! Where are you going? Going to Bluebell. आजको ट्रिप कस्तो भइरहेछ त देमा दामी हुँदैछ दामी ए फुल्दै फुल छ यसरी फुल्दै फुल होइन कस्तो दामी हुँदैछ कस्तो राम्रो फुलै फुल आज त राम्ररी फुलेछ नि त फुल अस्ति राम्ररी फुलेको थिएन दामी हुँदैछ रमाइलो भइरहेछ फुलै फुल जताततै होइन सबै फुलै फुल एकदम रमाइलो भयो आज त मान्छे पनि धेरै रहेनछ हौ फुल खिच्ने मान्छे पानी परेर फुलबारीमा फोटो खिच्ने मान्छे धेरै रहेनछ दामी हुँदैछ होइन कति राम्रो फुल्दो रहेछ आहा हेर हेर वाह क्यामेरा दुई कलरको रहेछ कस्तो राम्रो यो चाहिँ आहा कति राम्रो फुलेको वाह फुलहरु त भेराइटी छ यहाँ भेराइटी भेराइटी फुलहरु रहेछ नि त
आहा कति राम्रो बगैँचामा आइपुग्यौँ हामी त सबै क्यामेलिया फुलहरू फुलेको रहेछ अनि यता पनि कस्तो राम्रो फुलबारी बनाएको रहेछ मजाले वाउ ऊ परेवा रहेछ हौ यहाँनिर त यी आहा परेवा चारो खाँदै रहेछ बिचरा उसको बच्चालाई चारो खोजिदिँदै होला पार्कको छेउमा मजाले फुलबारी बनाएको छ यता यो कस्तो रोज जस्तो क्या देखेको यो रोज जस्तै छ यसको बनोट चाहिँ रोज जस्तै हो तर यसको नाम चाहिँ क्यामेलिया हो तर रोज जस्तै फुलेको होइन लाली गुराँस पनि पछि फुल्छ नि यो जङ्गलतिर रातै रातो फुल्छ पछि फेरि राम्रो घुम्ने ठाउँ भेटायौँ होइन यसो या कस्तो मजाको क्यामोमाइलको गार्डन गार्डन फेरि राम्रो घुम्ने ठाउँ भेटायौँ अब यस्तै रहेछ वाउ यहाँ वाइटमा पनि रहेछ वाउ साँच्चै हो त रहेछ त वाइटमा पनि त्यहाँ पर्तिर पिङ्क अनि रेड कलर रहेछ यसमा चाहिँ वाइट रहेछ वाउ कस्तो राम्रो हो आज चाहिँ जस फुलकुमारी भएर हिँड्ने पर्यो सबैजनालाई आजको भिडियो हेरिदिनु भएकोमा आजको भिजिट हाम्रो सकियो बाई फेरि अर्को भिडियोमा भेटौँला लाइक कमेन्ट सब्सक्राइब